हेलो गाइज नमस्ते। आज चाहिँ म जाँदैछु साथीसँग बसन्तपुर खाजा खानको लागि। अनि तपाईँहरू चाहिँ मेरो भिडियो पुरा हेरिदिनु होला र हामी चाहिँ यति मिठो मिठो खाजा खान्छौँ। त्यो चाहिँ तपाईँहरूलाई पनि खाजा खान मन छ भने बसन्तपुर आउनु होला। र हामी जाँदैछु बसन्तपुर। फाइनली गाइज हामी चाहिँ सिंहदरबार आइपुग्यौँ। हामी चाहिँ यहाँबाट जाँदैछौँ। फाइनली हामी चाहिँ भिरकुटी मण्डप आइपुग्न लाग्यो। यो जामले गर्दाखेरि काठमाडौँको प्रदूषण एक त जाम, अब खाजा खान यति भोक लागिरहेछ, कतिखेर पुग्ने हो थाहा छैन। हजुरहरूलाई देखाउनको लागि पनि एकदम म भइरहेको छु कि त्यही भएर एकदम हतारमा जाँदैछु। फाइनली हामी चाहिँ बसन्तपुर आइपुग्यौँ। बाटोमा भिडभाड, त्यसपछि जामले गर्दाखेरि यति कष्टकर भएर आइयो कि खाजा खानको लागि। अब चाहिँ हामी खाँदैछौँ। हाम्रो आजको खाजामा चाहिँ बफ सेकुवा, छोइला, त्यसपछि मोमो छ। तपाईँहरू पनि आउनु होला, एकदम मिठो छ खाजा खानको लागि। मोमो चाहिँ लास्टै मिठो रहेछ है। हजुरहरूलाई नि खान इच्छा छ भने बसन्तपुरमा आउनु होला। मोमो चाहिँ एकदम टेस्टी रहेछ, एकदम मिठो रहेछ। हामी चाहिँ त्यहाँबाट छिट्टो छिट्टो खाजा खाएर हस्पिटलतर्फ आयौँ, किनकि साथीलाई हस्पिटलमा साथी एडमिट हुनुहुँदो रहेछ। त्यसैले उहाँलाई भेट्नको लागि चाहिँ हस्पिटल आयौँ। अनि त्यसपछि उहाँसँग हामी भेट गऱ्यौँ। अनि तल आयौँ, हेऱ्यौँ यति राम्रो गार्डनहरू रहेछ हस्पिटलमा चाहिँ। उनी मनले मानेन। त्यसपछि हामी चाहिँ एउटा दुईवटा फोटो लिउँ भनेर फोटो लिनतिर लाग्यौँ। त्यसपछि बगैँचा घुमेर, गार्डन घुमेर, फोटोसोटो लिएर त्यसपछि चाहिँ हामी हस्पिटलबाट बाहिरिँदै छौँ। आज चाहिँ हामी खाजा पनि खाइयो, साथीलाई हस्पिटलमा नि भेटियो। त्यसपछि रमाइलो इभिनिङको दृश्य हेर्दै हामी चाहिँ घरतिर जाँदैछौँ। र हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला। राम्रो छ भने राम्रो भनिदिनु होला, छैन भने यसमा सुधार्नुपर्ने के कुराहरू छ त्यो चाहिँ हजुरहरूले भनिदिनु होला। हामी चाहिँ त्यसलाई सुधार्नेछौँ र अब आउने दिनहरूमा हजुरहरूको सामने यस्तो रमाइलो भिडियोहरू लिएर म आउनेछु भन्ने आशा गरेको छु। आउनेछु। हस्त नमस्ते, बाई बाई, वाचिङ फर भिडियो।